नमस्कार साथीहरू, नेपाल फेरि एफएटिएफको ग्रे लिस्टमा परेको छ। अब बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार, रेमिटेन्स र अनुदान सबै प्रभावित हुनेछन्। नेपाल यसबाट कहिले र कसरी बाहिर आउन सक्छ? आउनुहोस् जानौँ यो भिडियोमा। एफएटिएफ भनेको अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पत्ति शुद्धिकरण र आतंककारी क्रियाकलाप रोक्न नियम बनाउँछ। आउनुहोस् जानौँ अब ग्रे लिस्ट भनेको के हो। एफएटिएफले जुन देश सम्पत्ति शुद्धिकरण रोक्न प्रभावकारी कदम चाल्दैन तिनीहरूलाई ग्रे लिस्टमा राख्छ। यो ब्ल्याक लिस्ट भन्दा कम खतरनाक भए पनि यसले देशको बैंकिङ, व्यापार र अर्थतन्त्रमा नराम्रो असर पार्दछ। नेपाललाई फेरि किन ग्रे लिस्टमा राखियो? एफएटिएफले उल्लेख गरेका मुख्य कारणहरू: कमजोर कानुन बने पनि प्रभावकारी रूपमा लागू भएका छैनन्। बैंक, क्यासिनो, सहकारीहरूमा अनियमितता, यी क्षेत्रलाई एफएटिएफले हाई रिस्क मानेको छ। हुन्डी र अवैध रकम ओसार-पसार, अवैध धनको नियन्त्रणमा सरकार असफल भएको छ। सरकारी निकायहरूबीच समन्वय कमजोर, कानुनी निकाय र वित्तीय संस्थाहरूबीच तालमेल छैन। अपराधीहरूलाई कारबाही नभएको अवस्था, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा संलग्नलाई सजाय दिएको छैन। नेपाल पहिलो पटक सन् 2009मा ग्रे लिस्टमा परेको थियो। 2009 देखि 2014 नेपाल एफएटिएफ ग्रे लिस्टमा रह्यो। 2014 सरकारले सुधार गरेपछि सूचीबाट बाहिरियो। 2023 एफएटिएफले नेपाललाई उच्च निगरानीमा राख्ने चेतावनी दियो। फेब्रुअरी 2025 नेपाल पुनः एफएटिएफ ग्रे लिस्टमा परेको घोषणा। अब नेपाललाई यसले के असर पार्छ? नेपालमा प्रत्यक्ष असर: विदेशी बैंकहरूले नेपाललाई हाई रिस्क देश मान्नेछन्। विदेशमा बैंक खाता खोल्न, पैसा पठाउन झन गाह्रो हुनेछ। व्यापार, विदेशी लगानी, रेमिटेन्स घट्नेछ। नेपाललाई अन्तर्राष्ट्रिय अनुदान वा कर्जा पाउन झन गाह्रो हुनेछ। नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि सरकारले के गरिरहेको छ? नेपाल सरकारको मुख्य कदमहरू: एएमएल सीएफटी सम्बन्धी कानुनलाई कडाई गर्ने, हुन्डी र अवैध वित्तीय कारोबार नियन्त्रण गर्न निगरानी बढाउने, बैंक, क्यासिनो, सहकारी सुनचाँदी व्यवसायलाई निगरानीमा राख्ने, नयाँ फाइनेन्सियल इन्फर्मेसन युनिटलाई प्रभावकारी बनाउने, शङ्कास्पद आर्थिक गतिविधिमा कडा कानुनी कारबाही गर्ने। नेपालले उठाएका कदमहरू प्रभावकारी छन् त? सरकारले सुधारका लागि नीति ल्याएको छ, नियम त बनेका छन्, तर कार्यान्वयनमा कमजोर छ। कानुनी संरचना सुधार भए पनि सम्पत्ति शुद्धिकरणमा संलग्नलाई कडा सजाय दिएको छैन। एफएटिएफको माग अनुसार सरकारी सुधार भइरहे पनि बैंक, क्यासिनो, सहकारीहरूमा निगरानी अझै कमजोर छ।